प्रभु यीशु ख्रीष्टको नाममा हजुरलाई जय मसीह र म आशा राख्दछु हजुरहरू आशिषित हुनुहुन्छ र आज म एउटा आराधनाको गीत गाउनेछु। धेरै नै राम्रो छ, धेरै नै सुन्दर छ, किनभने पेन्टेकोस्टको दिनमा परमेश्वरले चेलाहरूलाई धेरै नै आशिष दिनुभयो र सबै चेलाहरूमाथि आगो खन्यो है, र उनीहरूले अन्य भाषामा बात गरे र त्यहाँ धेरै ठुल्ठुलो कुराहरू भए। र आज त्यही विषयमा म एउटा आराधनाको गीत गाउने छु र म विश्वास गर्दछु यो गीत सुनेर तपाईँहरू पनि आशिषित हुनुहुन्छ र परमेश्वरमा अझै नै गहिराइमा तपाईँहरू जानुहुन्छ र बुझ्नुहुन्छ र के हो आराधना भन्ने चाहिँ के हो, परमेश्वरको त्यो अन्य भाषा भन्ने चिज चाहिँ तपाईँहरूले बुझ्नु सक्नुहुन्छ। र हुनसक्छ धेरै कुराहरू बुझ्नु सक्दैन है, र त्यो चाहिँ हामीले परमेश्वरबाट मात्रै बुझ्नु सक्छौँ। र तपाईँहरूले प्रार्थना गर्नुहोस् र उहाँबाट तपाईँले उत्तर पाउनुहुन्छ। र आउनुहोस् हामी गाना गाउनेछौँ र म यो गाना गिटारमा गाउनेछु र तपाईँहरूलाई म सुनाउनेछु र धेरै राम्रो छ यो गाना। र आउनुहोस् हामी सुरु गर्नेछौँ। जीवनले आराधना गर्न चाहन्छु, जीवनले आराधना गर्न चाहन्छु, आज्ञाकारिताको बाटोमा, आज्ञाकारिताको बाटोमा यीशु तपाईसँगै हिँड्न चाहन्छु, यीशु तपाईसँगै हिँड्न चाहन्छु, पवित्रताको यात्रामा, पवित्रताको यात्रामा तपाईको अङ्गालोमा बिस्तारै म त बढ्दछु, तपाईँ बढ्दै बढ्दै जानुहोस्, म घट्दै घट्दै जानेछु, आज्ञाकारिताको बाटोमा, आज्ञाकारिताको बाटोमा जीवनले आराधना गर्न चाहन्छु, जीवनले आराधना गर्न चाहन्छु, आज्ञाकारिताको बाटो